नमस्कार साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको भिडियोमा। हामी जात जाति अनुसार विवाहको चलनको बारेमा याद गर्न जाँदैछौँ। विवाहमा सिन्दुर नहाल्ने तामाङ कसरी याद गर्ने भन्दाखेरि विवाहमा सिन्दुर दुलैलाई नहालेर बाँसको तामालाई हाल्ने साथीहरु, यो त भएन। त्यही भएर विवाहमा सिन्दुर बाँसको तामालाई हालिदैन भनेर याद गर्नु होला। बाँसको तामालाई किन सिन्दुर हाल्ने हैन? विवाहमा सिन्दुर नहाल्ने तामाङ। त्यस्तै गरेर हाड नातामा विवाह गर्ने राउटे कसरी याद गर्ने? राउटेले पाए भने साथीहरु मासु त छोड्नुस्, हाड पनि छोड्दैनन् है। हाड पनि नछोड्नेको राउटे। मंसिरमा मात्र विवाह गर्ने थामी। यो मंसिरमा त बिहे गरेर तिम्रो हात थामी हिँड्छु भनेर चाहिँ गर्लफ्रेन्ड या बोयफ्रेन्डलाई भन्ने। के भन्ने? यो मंसिरमा विवाह गरेर तिम्रो हात थामी हिँड्छु भनेर भन्ने। लतार्ने विवाह। अब जबरजस्ती लतारेको छ साथीहरु है। छन्त्याल जबरजस्ती लतार्दा के हुन्छ भन्दाखेरि मुखमा रियाल निस्किन्छ के। स्यास्या र फ्याफ्या भएर मुखमा रियाल निस्किन्छ। के गर्दा? लतार्दा। छन्त्याल रियाल यसरी याद गर्नु होला। त्यस्तै गरेर विवाहमा सिन्दुर साटासाट गर्ने झागड। अब सिन्दुर नै साटासाट गरेको छैन भने के हुन्छ साथीहरु? झगडा हुन्छ। विवाहमा झगडा गर्न त भएन। सिन्दुर साटासाट गरेपछि झगडा हुँदैन भनेर याद गर्नु होला। विवाहमा सिन्दुर साटासाट नगरे झगडा हुन्छ भनेर यसलाई याद गर्न सकियो। त्यस्तै गरेर सुपारी विवाह धिमाल। सुपारी भन्ने बित्तिकै के गर्ने भन्दाखेरि यो त धित मार्ने माल हो। सुपारी भनेको त खतरा माल हो, धित मार्ने माल हो। सुपारी भनेको त मालै हो भनेर चाहिँ याद गर्नु होला। सुपारी विवाह धिमाल। त्यस्तै गरेर चिउरीको बोट दाइजोमा दिने चेपाङ। अब चिउरीको बोट पनि दाइजोमा ल्याउन सकिनस् भनेर चाहिँ चेप्छन् रे के छोरीलाई। त्यही भएर दाइजोमा के दिने? चिउरीको बोट। चेपाङ। चेपाङलाई कसरी याद गर्ने? चेप्छन् भनेर याद गर्ने। चिउरीको बोट पनि दाइजोमा ल्याउन सकिनस् भनेर चाहिँ छोरीलाई चेप्छन् भनेर चेपाङहरूले चिउरीको बोट दाइजोमा दिने रहेछन् भनेर याद गर्नु होला। त्यस्तै गरेर विवाहमा बन्दुक पड्काउने है। विवाहमा बन्दुक पड्काउने कोले? लिम्बुले। कसरी याद गर्ने भन्दाखेरि विवाहमा केलिम, मैले के लिएर जाम त नि, खाली हात त जान भएन भनेर विवाहमा केलिम भन्दाखेरि बन्दुक भन्ने आन्सर आएछ है त। केलिम बन्दुक। लिमबाट लिम्बु, केलिम भन्दाखेरि बन्दुक लिम हैन। त्यस्तै गरेर सम्धि लडाई हुने कुमाल। अब एउटा सम्धिले भनेछ तेरो छोरी त एकदम कुमाल रहेछ, खराब माल रहेछ, यस्तो माल दिने भनेर भन्दो रहेछ। अर्कोले के भन्छ? मेरो छोरीलाई कुमाल भन्छस्, खराब माल भन्छस् भनेर चाहिँ सम्धि लडाई गर्ने। किन? छोरीलाई कुमाल भन्यो भनेर है त। त्यस्तै गरेर मंगलबार मात्र केटी हेर्न जाने चेपाङ। अब के हुँदो रहेछ भन्दाखेरि मंगलबार भनेको मंगल राम्रो हुने बार। मंगलबार बाहेक अरु बार जाँदा बुढीले बुढालाई चेप्दो रहेछ के। अब बुढीले बुढालाई चेप्नी भएपछि त जिन्दगी खत्तम हुने भयो। त्यही भएर मंगलबार नै जानुपर्छ, नत्र भने अरु बारमा गयो भने केटी हेर्न बुढीले बुढालाई चेप्छ भनेर चाहिँ मंगलबार जाँदा रहेछन् चेपाङ भनेर याद गर्नु होला। मंगलबार बाहेक अरु बार जाँदा चेप्ने भएको भएर मंगलबार जाने। यसरी चाहिँ मंगलबार मात्र केटी हेर्न जाने चलन चाहिँ चेपाङ जातिमा रहेको छ साथीहरु। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद साथीहरु।